भारतीय पर्यटकहरूलाई हेला होचो काम नगर्नुहोस्। तपाईँ हाम्रा बाआमाहरू पनि तीर्थ जाँदाखेरि चोखो खाने भएर आफै पकाएर खान्छन्। अनि केही पर्सेन्ट 2% 3% पर्यटकले यहाँ बाटामा पकाएर खायो भनेर अनि तपाईँ हेला होचो गर्ने, सुत्न तपाईँको होटलमा आएको छैन। उहाँहरूले किन्ने कुरा त यही किन्नु भएको छ नि। त्यसो भए उहाँले नियमन गर्ने काम हाम्रो होला। कहीँ उहाँहरूले बाटोमा चाहिँ यो शौचालय छैन आदि छ भनेदेखि स्थानीय सरकारहरूले व्यवस्थापन गर्नु पर्यो। हाम्रो ध्यान आकर्षण भएको छ। तर काठमाडौँमा चाहिँ केही होटलमा, पशुपति क्षेत्रका होटलमा 12वटा 13वटा किचन हुँदो रहेछ। तर उहाँहरूले होटल स्ट्यान्डर्डको पैसा तिर्नु हुँदो रहेछ रुमको। भने पछाडि कतिपय कुनै सम्प्रदायको मान्छे हुन्छ, लसुन प्याज राखेको नखाने होला, अरू केही होला होइन। त्यस कारणले गर्दाखेरि चाहिँ यो छुट्टै पकाएर खाएको आदि कुरालाई चाहिँ त्यस्तो ठुलो विषय चाहिँ नबनाऊ। मलाई धेरै साथीहरूले चाहिँ दिनमा सामान्यतया यो हाम्रो गुनासो सुन्ने नम्बरमा 5वटा जति आएको हुन्छ यो भारतीय नम्बर प्लेटको गाडीलाई उतै छोरेपाटन त रोक्दै भएर। कतिपय कुटनीतिक विषय पनि छ। सीमाबाट आउँदाखेरि देशभरिको पर्मिट पाएको हुन्छ, हामीले रोक्नु मिल्दैन होइन। तर ठुला गाडीहरूलाई चाहिँ हामीले ट्राफिकहरूले चाहिँ सहरभित्रै जाँदाखेरि ट्राफिक व्यवस्थापन आदिमा गाह्रो छ भने त्यसमा हामी छलफल गर्न सक्छौँ। तर प्रहरीको त्यत्तिकै ठुलो गुनासो छ, 20औं ठाउँमा चेकिङ गरिदिन्छ। चेकिङ मात्र होइन अरू पनि हुन्छ होइन। यस्ता कुराले हामीलाई हेरेसमेन्ट जुन ढङ्गले भएको छ यसमा हामी ध्यान दिउँ।